थापा ए बाबु ए ए फुलन्ती आमा ए लिपस्टिक ताली बाबु सक्दैन तिमीहरूले जिता तिमीहरूलाई मर लामा कुनाल सर म कान्छा के हो यो ए चुप लाग हाम्रो 7,000 छ हाम्रो 70,000 हो ए 70 चुप लाग यहाँ यो अहिलेसम्म जन्मेदेखि देखाएको छ यत्रो बढी कोइन यो कोइन देखाएको छौ अमित तारा यहीँसम्म यो कोइन देखाएको छौ लामा कुनाल सर नराम्रो लाग्यो होला हामीले अलवेज विनर हो त अलवेज विनर हो हामी अलवेज विनर जस्ट फ्रेन्डली म्याच हो सर अप्ठ्यारो नमान्नु अघि जिताउनु भयो ए उमेश राई यिनीहरूले के सक्दैन यिनीहरूले लामा कुनाल सर बिग रेस्पेक्ट हजुर बिग रेस्पेक्ट के हो त यो अघि तताइ हेरे बोल्न नदिएको ए चुप लाग फेरि खेल्दिनँ म यो जितिसकेपछि त चुप लाग एकछिन मलाई बोल्न देऊ ए चुप लाग तिमीहरूले चुप लाग भनेर चुप लाग्ने तिमीहरूको गाला फुट्ने गरे नि फेरि म ए चुप लाग म किन चुप लाग्ने हो चुप एकछिन यहाँ जिते बेला चुप लाग्ने धेरै बोल्ने होइन फटा मान्छे यहाँ के हो राजेश लामा सरलाई तिमीले अब 2 हात जोडेर नमस्कार गर्नु 2 हात होइन एउटा औँला यो पनि होइन अर्को औँला देखाइदिन्छु म तिमीहरूले मलाई धेरै नहेपायो 2 हात जोडेर म त आज यिनीहरूको मान्छेले पनि नमस्कार गर्नुपर्छ यो कोइन त अहिलेसम्म उमेश राईले जिन्दगीमा ठुला कुरा नगर साथी हो उमेश राईले यति कोइन त अहिलेसम्म कहिले पाएको पनि छैन पाउँदैन स्यालले पाउँदैन खालि त्यो 2-4 सेप कोइन बटुल्ने बस्ने हो अनि ठुलो कुरा गर्ने हो थाहा पायो होला नि अहिले कति चुरी फुरी थाहा पायो बाबु हेर त्यहाँ अब त्यहाँ घुँचेको अनुहार हेर त्यहाँ अब हाँस्छ अरे अब हाँस्दैन दिँदैन अब हामी हँसिलो मान्छे हाँस्छौँ त ए भगवान उठाले यार यस्तो पनि हुन्छ यार जिन्दगीमा त्यतिका बिग रेस्पेक्ट यार हाम्रो यार राजेश लामा सरलाई सरजी मैले हजुरलाई फलो ब्याक गरेको छु हाँस्दैन दिन्न यार लभ यु सो मच यस्तो हो नि त अब रुन्छ राई सर के गर्नु बुस्टिङ त लाग्यो नि कोही हुनुहुन्छ बुस्टिङमा ए भगवान ए हमरले यसलाई टाउको मार्यो ए हाम्रो बुस्टिङलाई तिमीहरूले किन मुर्की हान्यौ ए हाम्रो बुस्टिङलाई किन तिमीहरूले मुर्की हान्यौ मुर्की नाने के हान्नु त नि कुइनले ठेल्ने आयो हे तेरिका पछाडि उमेश राईको बिचरा अनुहार पनि केही गुवाचे भएको जस्तो देखेछ थ्याङ्क यू सो मच यार राजेश लामा सर थ्याङ्क यू भेरी मच धेरै धेरै धन्यवाद आज जुटाइदिनु भयो उमेश राईको धोती र टोपी खाइदिउँ हामीले उमेश राईलाई धोती टोपी हान्यौँ त्यसको लागि धेरै धेरै धन्यवाद अब पुग्यो होइन कान्छा बाबु ए तिम्रो हिम्मत छ भने फेरि एक गेम खेला खेल्दिनँ अब त पहिला एकचोटि राजेश सरलाई यसो नमस्ते गरेर मात्रै खेल्छु ए तिमीहरूको राजेश सरको सक्यो कि क्या ए खेला हो म नो पहिला एकचोटि खेला होइन तिमीले पनि अलि अरू बेला भन्छु खेल्नु भन्दाखेरि म अरू बेला म अस्ति तिमीले भन्यो मैले 5 गेम तिमीले नै भन्दा मलाई 5 गेम किन खेलायो ए तिमीले यहाँ सुन उमेश राई खेला खेल्छु उमेश राई सर उमेश राई खेल्छु तर तिमीले पनि अरू बेला कुनाल सर आए बेला ल जिता बेला कुनाल सरलाई नमस्ते भन्यो भनिदिन्छु म तर तपाईँले तिमीले पनि भन्नुपर्छ यहाँ राजेश लामा सर लास्ट म त भन्दैन हेर भाइ नमस्कार त गर्दैन तर गेम चाहिँ खेला तिमीहरूको किन पोइन्ट सक्यो यो नमस्कार नगरे राजेश लामा ओपी अस्ति तिमीहरूले मलाई यहाँ सुन राजेश लामा ओपी त भन्नु पर्यो नि त यार ओपी राजेश सर ओपी भन्न त पर्यो नि वा के जाति भन्नु रे के जाति भन्नु राजेश लामा सर नमस्कार म त भन्छु ल गेम स्टार्ट गर अरे म फेरि गाला रोन खाइदिन्छु गेम स्टार्ट गर घमण्डी छ अनि के राजेश लामा सर नमस्ते पनि भन्न सक्दैनौ ल अरे गेम स्टार्ट गर यस्ता घमण्डीसँग खेल्ने हुन्छ छिटो गेम स्टार्ट गर नडराउ राजेश सर नमस्कार भन्न सक्दैन गेम स्टार्ट गर अहिले फेरि रन गाइदिन्छु मलाई जिताको कसले त त्यसमै राजेश लामा सरले हो चुप लाग गेम स्टार्ट गर पहिला हो कि भनेर म त खेल्न त खेल्दिनँ के
नखेले नखेला हो नखेला यसो भनेर जा राजेश सरको सक्यो रे भनेर जाओ ल म मान्छु राजेश ल नाम त लियो नि राजेश लामा सरको नाम त लियो नि ल ठिक छ त्यो नाम मुखमा नाम आउनु राम्रो हो राजेश लामा सरको नाम मुखमा आउनु राम्रो हो बुझ्यौ राजेश सर हाम्रो सबैजनाले सर राजेश लामा सर माथिको टपमा हुनुहुन्छ सबैले फलो गरिदिउँ यो फुलन्देका आमा घमण्डीले नले पनि हामी सबैले लिदिउँ राजेश सर ओपी म किन नाम लिन तिमीहरुको नाम लिन बस्या अम्मा हो अनि के काला फुट्ने गरे कुरा गर्छ सक्छ खेल्न एमजीआर सर पनि आउनु भएछ ल एमजीआर सर वेलकम हजुर पनि आउनु भयो अब झन् फुलन्दे आमा रुनी भयो अब तिमीहरुकोमा त सबै आउँछ नि तिमीहरुको त अनि गोरे फ्यामिली हो गोरे डनको हो गोरे डन नमस्कार गोरे डन भन्ने देख्ने बित्तिकै एलिसे होइन नमस्कार गोरे डन सर वेलकम टु माई लाइफ भन्ने फुलन्देका आमा काला सर किने गरी मैले किन तिमीहरुलाई कसले दन मानेछ बेइज्जतीको खालको यस्तो यो घमण्डीलाई त कसले त्यसलाई चाहिँ कान्छी लिम्बू थ्याङ्क यू सो ए हाम्रो पनि तात्तिम न यार यिनका गोरे दनका खलकले पिलिक्कै पार्दिन त तातिन्छ अब एकैजनाले मात्रै कति गर्नुहुन्छ र लास्ट फाइनल है फाइनल गेम अब यो फाइनल चुप लागा न खेलाओ किन खेल्ने मलाई तिमीलाई मेरो भाइ चाहिँ डिसिजन मैले गर्ने हो भाइ ए अझै पनि देख्यौ धोबी खाएको छ 26,000 कोहीले धोबी खाएको त्यही पनि नाम यस्तो लिन्छ अनि यस्तो घमण्डीलाई कसले दिन्छ माया गेम कति गेम खेल्ने हो कति बेला छुट्ने त्यो डिसिजन मैले लिने हो क्या भाइ मेरो उसले लिने रे यस्तो त छ अनि यस्ता मूर्ख मनुष्यसँग खेलेर हुन्छ साथी हो मूर्ख मनुष्य ल इन्डु 3 मा ढ्याक्क लाएर तिमीहरुले बोल्ने हैन उमेश राईको टिमले धोबी हान्छ तिमीहरुले सहँदै बस्ने हो कसले उमेश राईको टिमले धोबी हान्छ तिमीहरुले त सहेर बस्ने हो के बुद्धि मगर थ्याङ्क यू भेरी मच यो सक्दैन होइन अब इन्टु 3 मा कसरी खानुपर्छ लास्ट गेम हो लास्ट गेम यस्तो पुर्याइदिउँ खेल्दिनँ त्यसपछि म यो उमेश राईलाई अनि आजको कोटा पुग्यो अनि 7 दिन निदाउँदैन यो उमेश राई एकदम घमण्डी छ उमेश हाम्रो यहाँ सरहरूको नाम पनि लिएनन् तिमीहरुको नाम लिएन ल रुन्चे ल यार हाम्रो यहाँ अमिताले नि हानिरहेको छ थ्याङ्क यू भेरी मच यो उमेश राईलाई त 3 टोपी पार्नुपर्छ बाबु कोही छ त्यहाँ सक्छ कोही छ ल इन्डो 3 मा हान्ने कोही छ इन्डो 3 हजुरले इएसजी अलिकति रन काइदिनु त रन काइदियो रे ल बुस्टिङ लगाएर रन काइदियो त यसको आँखा खोल्ने बित्तिकै होस् न ट्रिपल गाइस रे के कुए त ए बाबु ए काचा खायो बाबु भात खायो ए सर तिमी पनि हाना त यो उमेश राईले धेरै नै फुर्ती गरिरहेछ सर तिमीले एउटा 2टा ग्यालेक्सी हाना त यहाँ होइन कोही हेर ओ बाबु बुस्टिङमा त हान्ने त नि कसकोमा हान्ने त बुस्टिङमा त हान्ने त नि तिमीले हाना देखाऊ जाऊ हाना देखाऊ जाऊ ए हामीले अघि 50,000 ल्याएको बाबु हाना देखाऊ जाऊ 50,000 ल्याएर हावा कुरा गर्छ यो चाहिँ के यो जिन्दगीमा तिमीलाई 30,000 कोइन देखाएको छौ जिन्दगीमा अनि 200 पोइन्ट लिएर फुटफुट गरेर पोयो ए अघि हामीले 50,000 ल्याएको हम 200 पोइन्टमा फुटफुट गर्ने को रे उमेश राई घमण्डीको पोको हो यो राजेश लामा सरलाई नमस्ते गराए मैले जोसिन्थे राजेश सर गर्छु तिमीहरूलाई नमस्कार गर्छु ए भगवान ए गाउँले हो फुलन्दी आमाले आएर आज धोपी खायो मैले चाहिँ किन नमस्कार गर्ने के तिमीहरुका सरलाई मैले किन मेरो राजेश लामा सर थ्याङ्क यू रमाइलो चाहिँ भन्छ यहाँनिर 30,000 कोही अहिलेसम्म जिन्दगी देखाएको छ तिमीले देखाछौ तिमीहरुले देख्यौ अब के तिमीहरुलाई मैले के देखाउनु पर्यो हो प्रभु राजेश लामा सर हजुर प्रभु नमस्कार भन्दा त भन्दैनौ तिमीले तिम्रा गाला फुट्ने गरी तिम्रा गाला फुट्ने गरी नमस्कार भन्छु मैले किन भन्ने बिग फ्यान दाइ ल थ्याङ्क यू सो मच यार रमेश ब्रो त थ्याङ्क यू भेरी मच रमेश सर म तपाईँलाई धेरै धेरै माया गर्छु रमेश सर तपाईँलेसँग नसक्ने रहेछु भन्न सक्दैनौ जाओ यार कस्तो त्यसै
ल यसो गर रिस उठ्दैन यार मान्छे हारेको छ अझ नमस्कार किनभने अनि मेरो गिफ्टरको चाहिँ के मेरो गिफ्टरको पनि त इज्जत छ नि त यार खै इज्जत भयो तिम्रो त त्यहाँ इज्जत बचाउँथ्यो होला त नि अघि जब एउटा 6000 आएको नि पुरा ठुलो कुरा गर्दै थियौ त नि होइन मेरो गिफ्टरको पनि त शिर ढल्छ नि त मैले त्यसो भन्दा त कस्तो सी ढल्नलाई खै त त्यो गिफ्टर कहाँ गयो त भागे अहिले त लास्ट म्याच मैले बोल्दिएँ लास्ट म्याच ला एकचोटि त मेरो लागि भए पनि तपाईँले मलाई जिताएको सरको लागि भयो नि राजेश सर धन्यवाद भन्नुहोस् अनि खेल्छु लास्ट कसम मेरो गिफ्टरको शिर ढल्छ छोडिदेऊ तपाईँको गिफ्टरको नाम भन्नु म भन्छु तपाईँको गिफ्टरको नाम भन्नु म भन्छु निश्चल आर्य मगर सर ल निश्चल आर्य मगर सर नमस्कार भन्ने ल मैले कसको नाम भन्ने भन्छु ल तिमी त भनिहाल्छौ नि तिमी त भन म भन्दैन नि घमण्डी गर्ने गेम एक्सेप्ट गर गाडा फुट्ने गरी घमण्डी गर्ने एकचोटि भन राजेश सर थ्याङ्क यू सो मच बट राजेश सर ओपी भन ओपी भन्न थाल्छ नि यस्तो गेम एक्सेप्ट गर मेरो सपोर्टरको शिर ढल्छ त्यो सपोर्टरको सबैको नाम भन्छु सपोर्टरहरू सबैलाई नमस्कार थ्याङ्क यू सो मच तिमी भन हाम्रो सपोर्टर एक्सेप्ट गर मेरो टिमहरु सबैलाई नमस्कार स्वागत छ एक्सेप्ट गर मेरो टिमहरुलाई पनि नमस्ते भन एकचोटि भन बट यस्ता छ नि गेम एक्सेप्ट गर यो कुन चाहिँ राई परेछ यो यस्तो त मैले देखेको थिएँ यार हट गेम एक्सेप्ट गर ल यो लास्ट गेम जित्यो भने त भन्छौ नि यो लास्ट म्याच हो मेरो लागि लास्ट म्याच हो ल लास्ट म्याच हो जित्यो भने भन्छौ नि सुन न भाइ मेरो सपोर्टर बेगर नि म एकदम रमाइलो गरिरहेको छु त किन अब म दुखी नै छुइनँ म रिसाकै छैन हानौ न त जति 50,000 आएर म इन्जोय गर्दैछु मलाई नमस्कार गर्न चाहिँ किन लाउँछौ के अनि त्यो मेरो सपोर्टरको शिर ढल्दैन ल तपाईको सपोर्टरको लागि त उमेश राईको सपोर्टर सबैलाई नमस्कार उमेश राई सरलाई सबैले जिताइदिनु होला धेरै धेरै ल धन्यवाद 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 तिमी भन यतापट्टिकोलाई भन मेरो मान्छेको तर्फबाट धन्यवाद तपाईलाई यतापट्टिकोलाई भन न यतापट्टिकोलाई भन बट यस्ता एक्सेप्ट गर बट म भन्छु यस्ता घमण्डी छ यो उमेश राईलाई जित्न नदिए जिन्दगीमा जित्न दिनु हुन्न यसलाई यस्तालाई दिनु होइन उनका मान्छेलाई मैले नमस्कार गर्नु रे यार कति सजिलो बट यो चाहिँ साँच्चीकै लास्ट म्याच ल उताको 50,000 आयो नि यता 1 लाख आयो पनि केही फरक पर्दैन तर उमेश राई घमण्डी छ भने यहाँबाट देखियो है साथीहरु मैले बोलेपछि बोल्यो हैन मैले बोलेपछि बोल्यो बोल्यो हैन घमण्डी रहेछ साथीहरु यताको हाम्रो भ्युअर्सहरु कसैलाई नमस्कार गरेनन् मैले उताकोलाई गरे तर यताकोलाई गरेनन् भाग्यमानी हुनु भनेको छु त मैले उताको सबैलाई नमस्कार गरे सब नमस्कार गरे तर यता सबैले भाग्यमानी हुनु भनेको छु मैले धेर ठुला कुरा नगर कठोर रहेछ यो उमेश राई मेरो गिफ्टरको शिरको लागि भए पनि म नमस्कार गर्दैन तिमीहरुका मान्छेलाई यति कुरा याद गर गिफ्टरको लागि म गर्छु भने म नमस्कार गर्छु ल नमस्कार गर त्यसुकै गर तिमी यताकोलाई गर न गर त खै यिनीहरूलाई त म देखाइदिन्छु होला जुरुक्क उठेर यार कति यार म नमस्कार गर्दिन भन्छु यार नमस्कार गर ए यार गेमको रुल्स त यो जिलिस कति पेले हौ यहाँ यताको मान्छेले जितिसकेपछि त यार यताको मान्छेलाई त यार हुनुपर्छ नि त एउटा पनिसमेन्ट जस्तो तिमीहरुको सिस्टममा होला म त भन्दिन यार यस्ता मुला रहेछ पागल रहेछ यार केटो यार म गरेन यार खतम रहेछ यार शरद यहाँ नाम्नुमा नाना सेवा गरेनन् यार यस्तो मलाई ठिकै छ लास्ट गेमलाई धोबी हानेर जाउँ उताको सबैलाई नमस्कार गरे तर यताको हाम्रो राजेश सरलाई चाहिँ राजेश लामालाई तपाईले चाहिँ कहाँ फेरि दिएको तपाई मालिक राजेश लामा सरलाई गर्नु पर्थ्यो गरेन मालिक 1 लाख पुरै दिन साथीहरु अब तिन पनि पुराउँदा यो लास्ट गेम हो एउटा 3-3 मा एउटा ग्यालेक्सी हाने भने 3टा भएर जान्छ मालिक तिमीले एउटा तपाई के भएको एउटा दिन भएको तपाई नदिनु यार लाज लाग्छ ऋषियाले थ्यांक यू सो मच 3-3 मा लास्ट म्याच चाहिँ थोकुम ल लास्ट म्याच अब फेरि यसले धोबी खाने भयो धोबी खायो लै खाइसक्यो भने धोबीले खाइसक्यो मेरो मान्छे नै अलि त हान हो यार धोबी खाइसक्यो भने यसले ल अमिता थ्यांक यू सो मच राजेश लामा सर थ्यांक यू सो मच शरद तिमीले एउटा हान शरद ल थ्यांक यू सो मच खायो धोबी यसलाई मर्यो घमण्डीको बच्चालाई घमण्डीको बच्चा गोरे रनको
परिवारलाई सक्छ यहाँ कति धोबी खाएको यार ए भगवान थ्याङ्क यू सो मच यार तेरिका यार तेरिका मान्छेले अरे सबै भन त नमस्कार मेरो मान्छेलाई गराउ चाहिँ नभन ल मेरो मान्छेको शिर धर्छ किन ढल्छ म गर्छु तपाईँको मान्छेलाई म गर्छु तिम्रो मान्छेलाई गर्छु नमस्ते सबैजनाको उमेश राईको मान्छेहरू सपोर्टरहरूलाई ल तिमी मेरोलाई भन सक्छौ आँट्छ तिमीहरूको मान्छेले म मेरो परान जास गर्दैन हो तिम्रो त्यो 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 चाहिँ त्यो त्यो भएपछि तिमी कहिले अगाडि म गर्दैन ए मेरा मान्छेहरू पलतिर गलामाले पनि नमस्कार गर्नुपर्ने तिमीहरूको त नि म बरु म ज्यान जान्छ तर तिमीहरूको मान्छेले नमस्कार गर्छ भर्खर तिम्रो त्यो 1100 कोइनहरूले कसले भन त म त्यो मान्छेलाई नमस्कार गर्छु किनभने कोइन त्यतिकै आउँदैन क्या विजय मालिकले हो विजय मालिक सर नमस्कार थ्याङ्क यू फर योर 1100 कोइन त्यसै आउँदैन मन चाहिन्छ मुटु चाहिन्छ अमिताजी सेवा तिमी बोला हाम्रो यहाँ एउटा राजेश लामा सरलाई छेत्री गर्नु के राम्रो गरेर तपाईँ गर्नु मेरो सत्ता गर यो भ्युअर्सहरु पनि आएर उता नमस्कार गर्नु गर्दैन ए भगवान जसलाई गर्नु मन छ नमस्कार उता गएर गर कोइन त्यसै आउँदैन कोइन आउनलाई नि मुटु चाहिन्छ मन चाहिन्छ एकदम माया चाहिन्छ कोइन पनि हामीलाई त नमस्कार गर्दैन अमिताजी थ्याङ्क यू सो मच म गर्दैन अनि मैले फेरि यो गर भनेको मैले नमस्कार गर्नु उनीहरुका मान्छे तिमीले हार्नेपछि त पनिसमेन्ट जस्तो मैले भने मान्नु परेन बट तिमीले उमेश तिमीले हार्दाखेरि त अरूको त कालो मुसो त दल्थ्यौ त कालो मुसो गर्दैन यहाँनिर नमस्कार भन्नलाई त्यति तिमीलाई गाह्रो भयो नमस्कार गर्नु तिमीहरू गएर म गर्दैन यो उमेश राईले अन्त गएर खेल्दाखेरि चाहिँ कालो मसु माटो दलेर चाहिँ कालो खरानी दलेर खेल्छ यसले अहिले चाहिँ यहाँनिर हाम्रो साथीले यहाँनिर जितेको म गर्दैन भन्दा नि गरेन यसले म गर्दैन ए म नमस्कार गर्दै गर्दैन म नमस्कार गर्दै गर्दैन ल म गर्दै गर्दैन त्यस्तो नमस्कार म पल्लोपट्टि किन गर्नु म एउटा भन्छु त्यसो भए तिमी त्यो अरू बेला खेल्दाखेरि किन अरूको अगाडि त्यो कालो त्यो गादा सादा लाउँछौ त किन नाच अरूसँग चाहिँ किन नाच्छौ गादा सादा लाउँछौ त हाम्रो नमस्कार मेरो मर्जीको कुरा हो के तिमीहरूले मलाई यहाँ सिकाउने तिमीहरूले बुझाउने होइन क्या तिमीहरूलाई त म चिन्दिनँ तिमीहरू मेरो बिग फ्यान भएर यहाँ आएर तिमीहरू मलाई नमस्ते गर भनेर नसिकाओ अब सुन मेरो सपोर्टरलाई मेरो मान्छेलाई म नमस्कार आफै गर्छु सुन न यो धोबी खाएको त खुस्के छ दुईचोटि तीनचोटि धोबी म गर्दै गर्दैन नमस्कार गर्दै गर्दैन 1 गर्दैन 2 गर्दैन 3 गर्दिन हेर भाइ बहिनी हो म नमस्कार गर्दै गर्दैन आयो टाउको त्यो 3 गेम धोबी खाएको उमेश राईले खुस्के छ नमस्कार म गर्दै गर् ए भाइ एलिस भाइ सुन यहाँ नमस्कार गर्ने त्यो पनिसमेन्ट पनि थिएन तिमी बेकारमा त्यत्तिकै नमस्कार गर भन्छौ मैले किन गर्ने होइन क्या एउटा चाहिँ तपाईँकोले जिताएकोलाई म नमस्कार गर्छु तँ गर त मुख नछार ल भाइ तेरो जात नजान हेर भाइ त्यसरी नछार यहाँ म सबैको कमेन्ट पढ्दैछु है राणा सन्तोष नमस्कार गर्छु तर तपाईँ गएर गरिदिनुहोस् होइन केही फरक पर्दैन त्यो हाम्रो मैले रुल्स राखेँ छैन म त्यस्तो होइन नमस्ते गर्छु तर म गर्दै गर्दैन एउटा है मैले त्यो हाम्रो सिस्टममै छैन एउटा कुरा म गर्दै गर्दैन कोले यो उमेश राई सर साँच्चीकै रिसाउनु भएछ तामाङ तै गर म गर्दैन हेर्नुहोस् म साथी हो अब छोड्देऊ हाम्रो चाहिँ एउटा जितेपछिको एउटा चाहिँ त्यो एउटा पनिसमेन्ट दिन खोजेको हो उमेश राई सर साँच्चीकै रिसाएछ अब छुट्यौँ है सर है ए होइन नि सर सुन्नु न के भन्छ हाम्रो सर पनिसमेन्ट राखेकै होइन कि यिनीहरूले त्यत्तिकै मलाई जबरजस्ती नमस्कार गर्न लगाएको हो लामा नकुल सर होइन सुन्नु न एउटा कुरा ए लामा कुणाल सर सुन्नु लामा कुणाल सर यिनीहरूले पनिसमेन्ट गर्ने ए सुन एले सर तिम्रा मान्छेहरू नि यति आएर मुख छारेको छ मेरा मान्छेले आएर त्यहाँ तिमीलाई केही भनेको छ त्यस्तो नभन साथीहरू भनेको छैन मैले केही भनेको छु
लामा कुणाल सर त्यो नमस्कार गर्ने मा कसम म धले धल्छु तर मेरो लामा कुणाल सरको शिर नधलोस् म कसैलाई गर्दै गर्दैन तर म चाहिँ गर्छु लामा कुणाल सर नमस्कार सर तपाईले भाग्यमानी भएस भाग्यमानी राईलाई जिताइदिनु भयो धेरै धेरै धन्यवाद सर बिग रेस्पेक्ट भनेर चाहिँ म चाहिँ भन्छु किनभने कोइन हाल्नेलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ भन्नु खोजे बुझ्यौ सबै आइज पलतिर गएर सबै आऊ भाइ बहिनीहरू सबै आऊ तिमीहरू त मेरो खुट्टा तान्न बानी परेको आऊ यहाँ जसले नराम्रो कमेन्ट गर्छ नि भाइ तिमीहरू मेरो खुट्टा तान्न आएको ए नराम्रो कमेन्ट नगर है हामी यहाँ उमेश राई सर र म त साथी हो नि फेरि हामी यहाँ जिस्केको हो ए सुन भाइ नजिस्क्यौ